नेपाली चलचित्र क्षेत्रमा खुसीको खबर आएको छ। लोकप्रिय अभिनेता पल शाह अभिनीत चलचित्र आबाट आमाले प्रदर्शनको आज 51औं दिन पूरा गरेको छ। यस उपलब्धिसँगै अभिनेता पल शाहले आफ्नो दर्शक तथा सम्पूर्ण शुभचिन्तकहरूप्रति हृदयदेखि नै आभार व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो प्रतिक्रिया दिँदै उहाँले चलचित्रलाई सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिनुभएको छ। उहाँका अनुसार प्रचार प्रसारदेखि लिएर 51औं दिनसम्म निरन्तर साथ, माया र सहयोग गर्ने सम्पूर्ण दर्शकहरू तथा मिडियाकर्मीहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभएको छ। अभिनेता पल शाहले आबाट आमा आफ्नो करियरको एक महत्त्वपूर्ण चलचित्र बनेको बताउँदै यसले आफूमा अझ ठूलो जिम्मेवारीको भावना जगाएको उल्लेख गर्नुभएको छ। साथै उहाँले चलचित्रका निर्देशक चन्द्र पन्तप्रति विशेष आभार प्रकट गर्नुभएको छ। कठिन समयमा निर्देशक पन्तले आफूमा देखाउनु भएको विश्वासले अगाडि बढ्न ठूलो प्रेरणा दिएको उहाँको भनाइ छ। यसैगरी चलचित्रमा आबद्ध सम्पूर्ण कलाकार, प्राविधिक टोली तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा योगदान दिने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभएको छ। अन्त्यमा अभिनेता पल शाहले दर्शकहरूलाई आगामी श्रृङ्खला आबाट आमा 2 लाई पनि यस्तै माया र साथ दिनुहुने विश्वास व्यक्त गर्नुभएको छ। तपाईहरू पनि यो नयाँ बन्ने श्रृङ्खला आबाट आमा 2 हेर्नका लागि कतिको एक्साइटेड हुनुहुन्छ कमेन्ट गर्नुहोस्।